सम्पूर्ण सबै दर्शकवासीमा नमस्कार। हैन त त्यो टिकटकमा त्यो यति भन्ने एउटा मानव छ नि, त्यसले र्याप गाउँदै हिँडेको छ के। हामी मानवलाई चाहिँ झ्याप हुँदै ठिक छ हैन, त्यसलाई दशा लागेको कि हामीलाई नशा लागेको। म चाहिँ यति खोज्नको लागि सोलुखुम्बुको मासतिर खुम्बुतिर पो जाँदैछु है त, त्यो पनि बाइकमा। पानी परिरहेछ, रेनकोट लिएर हिँड्न बिर्सेछ। अब यात्रामा निस्किसकेपछि फर्किने कुरो हुँदैन, गन्तव्यमा पुग्नै पर्यो हैन। म पछाडिको नजारा देखाउँछु ल। यहाँ मौसम यस्तो छ, ती माथि हेर्नु त मौसम, ओहो कोही हुसु छ है। अब म जाँदैछु त्यो पारीको बाटो। पानीले पिट्यो के एकछिन भयो नि, चिसो भयो कति है। मधेसको गर्मी खाँदा गरेर आएको, यहाँ आइसकेपछि त यतिको पानीमा भिजेर यतिको मौसममा त रमाउनै पर्यो नि हैन त। ल म यात्रा अब सुरु गर्छु, फेरि भेटौँला है त सामाजिक सञ्जालमै। प्रत्यक्ष भेटघाटको लागि त अब गाह्रै छ नि त हैन। तपाईँहरू कहाँ हुनुहुन्छ, म कहाँ छु। अब यो सबै काम गर्ने सिलसिलामा यस्तै हुँदो रहेछ। कायदा छैन त, पारिपट्टि हुसु लागेको छ।